हेलो गाइस, स्वागत छ तपाईँलाई। यो चाहिँ म चाहिँ एभेन्जर 160 लिएर स्ट्रिट बाइक लिएर कालिम्पोङदेखि मेघालय हामी जाँदैछौँ। अनि यो चाहिँ तल टिस्टाको पुल हो। टिस्टाको पुलमा एकछिन रोकेर त्यहाँनिर फेरि यो ह्यान्ड ग्लोभ्स जुन चाहिँ छ त्यो लगाएर रेडी भएर म जान लागेको। अनि मसँग हाम्रो चर्चको टिमहरू हुनुहुन्छ बाइकको अगाडि, अनि सबैलाई लिएर हामी जाँदैछौँ। यहाँबाट चाहिँ हामी बिहान हामी 6 बजी बिहान हिँडेका थियौँ कालिम्पोङबाट, र हामी लगभग आसाम हामी बेलुकाको 5-6 बजी हामी पुगेका थियौँ 12 घन्टामा। अनि यो चाहिँ मैले मेरो मोबाइल हेडफोनमा मेरो हेलमेटमा मोबाइल माउन्ट लगाएर खिचेको भिडियो र एकदमै त्यति बेला मर्निङको भ्यू राम्रो थियो। एकदमै डे एकदमै ब्युटिफुल थियो, एकदमै सुन्दर, एकदमै राम्रो उग्रिएको दिन थियो। अनि यो चाहिँ टिस्टा हामीले सानो बजारलाई, टिस्टाको माथि पुलको बजारलाई क्रस गरेर हामी अगाडि जाँदैछौँ। अनि यो बाटोहरू चाहिँ एकदमै यस्तो प्रकारको देखिन्थ्यो। जस्तो एकदमै जग्गा जग्गामा त्यो पानीले अलिकति ड्यामेज गरेको थियो, विशेष गरी यो टिस्टा जाने यता बजार जाने अनि उता सिलगढी जाने जुन चाहिँ यो ठाउँ छ त्यहाँनिर चाहिँ अलिकति पानी बेसी परेर त्यहाँनिर उयो भएको थियो, सबै बलुवाहरू आएको थियो। अनि त्यो अलिकति त्यहाँ चाहिँ अलिकति रफ देखा पर्थ्यो। तपाईँले यो भिडियोमा देख्न सक्नुहुन्छ, अलिकति अगाडि छ जहाँ आउँदैछ। यहाँनिर चाहिँ तपाईँको एकदमै यो पानी माथिसम्म सडकसम्म आएको कारणले गर्दा यहाँनिर चाहिँ एकदमै यसरी बलुवा भएर अलिकति हिलो जस्तो थियो। तर अरू त सबै बाटो राम्रो थियो, बाटोमा कुनै प्रब्लम थिएन। तपाईँ देख्नुहुन्छ टिस्टा खोला पनि एकदमै बढेर गएको छ। यो टाइममा टिस्टा एकदमै राम्रो उयो भएको थियो, एकदमै पानी भलहरू आएको थियो। हामी अक्टोबरमा गएको हो, अनि अक्टोबर बेलुका एकदमै त्यो हामी जानुभन्दा केही दिन अगाडि नै पानी भल आएको थियो। तर हामी गएको दिन चाहिँ एकदमै राम्रो दिन भएको थियो, त्यहाँदेखि कुनै प्रकारको बाटो ब्लकहरू भएको थिएन। अनि एकदमै पानी घनघोर भएको थियो त्यो टाइमहरूमा। तर हामी एकदमै राम्रोसँगले हामी यहाँबाट मेघालय हामी पुग्न सक्यौँ। बाटोघाटोमा कुनै साह्रो परेन। हामी बाघपुल काटेर अगाडि जाँदा चाहिँ हामीलाई पानीले अलिकति भेटेको थियो। त्यति बेला हामीले फेरि रेनकोटहरू लगाएर हामी आसामसँगको यात्रा हाम्रो सुगम तुलेको थियो। अनि मेघालय पुगेर आउँदा हामीलाई 3 दिन जानु र 3 दिन आउनुमा लागेको थियो। र यो दृश्य चाहिँ मैले सबैको इनफिल्डहरू थियो। एकजनाको 150cc थियो, मेरो 160, दुईजनाको। अरूको चाहिँ सबै 350 लिएर एनफिल्डहरू लिएर गएको थियो। तर एकदमै एभेन्जरमा चाहिँ मलाई एकदमै सुविस्ता भइरहेको थियो।